बालन सर यस्तो बनाउनु पर्यो है कति राम्रो फुल ओ माई गड क्रोएसियाको मेन भ्यू पोइन्ट है यो दामी सुरुङ यार भाले देखाउनु अरे भालेको पुच्छर प्वाखहरू घुमिरह है के हो यो खासमा हेर्नु साथीहरू युरोप भन्ने यही हो है युरोप युरोपको गल्लीहरू यति शानदार यस्तो राम्रो छ नि यस्तो मजाको हेर्नुहोस् त कुन जमानादेखि बनेको यो डिजाइनहरू हेर्नुहोस् त यसरी ट्रम्प कुट्छन् युरोपका गल्लीहरू कति आनन्द आउने क्या यो ठाउँहरू हेर्दाखेरि र तपाईँहरूलाई म एउटा उस देखाउँछु है यहाँ कति ठुलो ठुलो के अरे क्याक्टस ओ माई गड कति ठुलो ठुलो क्याक्टस ओहो ओहो तरिका सजाएर राखेछन् साथीहरू हामी अब एउटा नयाँ ठाउँमा जाँदैछौँ एकदम राम्रो छ ठाउँ एकदम लोकेसन बबाल छ अब के हो त त्यो त मलाई पनि थाहा छैन तर चिज चाहिँ राम्रो होला जस्तो छ आहा के हो यो खासमा युरोपको ठाउँहरू हामी के अब हामी हिँडिरहेको छौँ ओहो के हो यो वाट इज दिस ट्रेन लाइन ट्रेनको लाइन छ त यहाँ त साथीहरू हामी युरोपको गल्ली गल्ली घुमिरहेको छौँ युरोपमा यस्तो राम्रो राम्रो ठाउँहरू रहेछ ए कुन जमानादेखिको यो भित्तो बाटो सिँढी कुन जमानाको गल्ली ल हाम्रो सर अगाडि अगाडि हिँड्नु भएको छ ल हेर अब हामी कता निस्किन्छौँ घोडे पार्कको माथिल्लो हामी न्यु इयरमा माथि आएको थियौँ नि त्यही निस्किन्छ जस्तो लाग्यो है कस्तो राम्रो ठाउँ रहेछ है साथीहरू मलाई एकदम मन पर्यो यो ठाउँ यसरी घुमिराख्नुपर्छ कस्तो राम्रो ठाउँ त्यो ठाउँमा पनि मजाको रेस्टुरेन्ट बनाइएको रहेछ है ल है हेर्नुहोस् है त्यो ढोकाको डिजाइन हेरौँ न कति राम्रो ठाउँ रेस्टुरेन्ट युरोप हेरौँ युरोपका गल्लीहरू युरोपको छतहरू ल हाम्रो सर अझै माथि जाँदै हुनुहुन्छ अवलोकन गर्दै हुनुहुन्छ पानी सिमसिम परिरहेको छ पानी मौसम युरोपको छतहरू हामी अहिले घुम्दैछौँ है युरोपको छतहरू गल्लीहरू ठाउँहरू तेरिका ल अब हामी माथि चढ्दैछौँ अब यहाँ दूरबीन पनि रहेछ तर यो चल्छ चल्दैन थाहा भएन है ल यहाँ कोइन राखेर मजाले हेर्न पाइने रहेछ तर यो हेरिन्छ हेरिन्न थाहा भएन है नदेखिने रहेछ कोइन हाल्नुपर्छ साथीहरू कोइन युरोपका गल्लीहरू युरोपका छतहरू ल हेर्नुहोस् स्याम्पलको लागि राखिएको ट्रेन हो है यो स्याम्पलको लागि पानी सिमसिम परिरहेको छ हामी पानी पर्दा पनि घुमिरहेका छौँ है दामी ठाउँ छ है दामी कति रमाइलो ठाउँ हामी नयाँ ठाउँ एक्सप्लोर गर्दैछौँ है एक्सप्लोर
धन्नै एक्सप्लोर गरिदिएको मैले त धन्नै पड्काइदिएको है। हेर्नुहोस् त कति राम्रो ठाउँ छ। आहा साथीहरू यो ठाउँ मैले एकदम खोजिरहेको थिएँ। यो हामीले पहिला पनि ओहो कति राम्रो ओहो यो ठाउँ मैले धेरै खोजेको थिएँ। उ त्यो हेर न छतमा झन्डा छ कि क्रोसियाको टाइलले बनाएको। दृश्य क्रोसियाको मेन भ्यू पोइन्ट है यो। मेन भ्यू पोइन्ट मेन भ्यू पोइन्ट। गल्ली गल्ली हामी गल्ली गल्ली तपाईँहरूलाई देखाउँदैछौँ है। ल हेर्नुहोस् यो कुन जमानादेखिको कस्तो कस्तो ठाउँ छ कि सेम काठमाडौँको उकालो ओह्रालो जस्तो छ। भित्रभित्र भिरालो भिरालो ठाउँहरू छन्। यो रेस्टुरेन्ट रेस्टुरेन्ट यो चर्च हो कि के हो यो? प्रे गर्ने ठाउँ चाहिँ यार यो त यार प्रे गर्ने ठाउँ चाहिँ यार यो प्रे गर्ने ठाउँ चाहिँ यो। हामी अब सबै ठाउँहरू एक्सप्लोर गर्दैछौँ है। यस्तो रमाइलो रमाइलो ठाउँहरू छन्। त्यही मजाका ठाउँहरू। रुखको गल्ली गल्ली कति राम्रो फुल। हेर्नुहोस् त भाले देखाउनु अरे भालेको पुच्छर प्वाखुहरू घुमिरहे। कस्तो रमाइलो क्या ठाउँहरू हेर्नु त कति रमाइलो क्या। ठाउँहरू हेर्दा त यति रमाइलो रोमाञ्चक के। लडीबडी लडीबडी लडीबडी। साथीहरू म तपाईँहरूलाई एउटा डिजाइन देखाउँछु है। यो पुरानो घर भन्नु होला एकदमै भत्केको प्लास्टर निस्केको जस्तो देखिएछ। तर यो चाहिँ इँटाको माथि प्लास्टर गरेको तलपट्टि ढुङ्गाको डिजाइन हो है। यो ढुङ्गाको डिजाइन हेर्नुहोस् त कस्तो राम्रो बनाइएको छ। यो पनि एउटा डिजाइन हो कि दामी खालको कला संस्कृति आर्ट भन्छ नि यसलाई भन्छ कि नयाँ कुराहरू हेर्नुहोस् त। हो पानी परेर मेरो क्यामेरा अलि धमिलो धमिलो भएको छ है। हेर्नुहोस् ढुङ्गाको डिजाइन जुन मैले भन्थेँ नि अघि माथि अर्कै छ तल अर्कै छ ढुङ्गाका डिजाइनहरू। हेर्नुहोस् त युरोपको गल्ली गल्ली। यस्तो दामी देखेको ठाउँहरू हो। यो चाहिँ एउटा सानो पार्क छ है। त्यो पार्कमा जानलाई यो सिँढी हेर्नुहोस् भर्याङ 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 यहाँ कति राम्रो भर्याङ। भर्याङ भर्याङ चढेर टक्क यति राम्रो सुन्दर ठाउँबाट यसरी तल पार्कमा जाने ठाउँ हो यो। यो यति राम्रो दृश्य छ नि। यो सबै युरोपको दृश्यहरू है म तपाईँलाई देखाइरहेको छु नि। हेर्नुहोस् कति राम्रो है। वाउ हामी अब तल झर्दैछौँ है साथीहरू। यो मन त्यसै बरालिन्छ निरात्मा। ल है यहाँ एउटा खण्डर रहेछ है पुरानो बङ्गलो।
त्यसैले त भन्दैछु म बालन सर यस्तो बनाउनु पर्यो है बाटोहरू हेर्नुहोस् कति राम्रो देखेछ आहा ठाउँ त पानी फुर हेर्नुहोस् अब हामीले अब सुरुङ फेला पार्यौँ यहाँ सुरुङ अब सुरुङ टनेल अब कहाँबाट कहाँ पुगिन्छ भन्ने कुरो है ओहो दामी सुरुङ यार दामी सुरुङ यार आजिरा ए रमाइलो हामी अहिले सुरुङ यात्रा गर्दैछौँ है सुरुङ हिँड्दैछौँ है सुरुङमा सुरुङ हाम्रो साथीहरू जाँदै हुनुहुन्छ मजा आइरहेछ जो यो ठाउँहरू नयाँ नयाँ ठाउँहरू घुम्दाखेरि नयाँ नयाँ प्लेसहरू देख्दाखेरि अति आनन्द आउने के हेर्नुहोस् है यहाँ हाम्रो क्रिस्चियन साथीहरू फेरि यता अर्को एक्जिट रहेछ तर यो बन्द छ कि खुल्ला छ भन्ने कुरो ल यहाँ अरे यो कहाँ जाने हो यार ओ अर्को ठाउँतिर जाने है चाहिँ तर हामी यता जान्दैनौँ यतै जान्छौँ अब यतापट्टि आहा यो त झन् ठुलो रहेछ हो अजिबा ओहो यहाँ टेबलमा हेर्नु कति राम्रो राम्रो फुलहरू राखेर जाइएको छ टक्क यो थापाथली काठमाडौँको के भन्छ यो उसको मार्केट हो क्या यो युरोपको बिजी लाइफमा हेर्नुहोस् है छाता उडायो छाता उडायो कति राम्रो फुल ओ माई गॉड वाव वाव पर्सियाको दरबार हो यो पर्सियाको दरबार
क्रोसियाको अन्डरग्राउन्ड बाटो हो है। यताबाट एक साइडबाट अर्को साइडमा गइन्छ। मार्केट छ यहाँ। हामीले काट्ने लटरीको टिकट यहीँ हो। लटरीको टिकट काट्ने ठाउँ यही हो। तल आउनु घुम्नु छ नआउनु बिजी। यहाँ अन्डरग्राउन्ड छ 2 तल्ला हो पछाडिपट्टि। त्यहाँ सबभन्दा बढी ब्रेडहरू चल्छ। यस्तो फास्ट फुड हुन्छ। खानेहरू यिनी आइटमहरू क्रोसियन स्टाइलको फास्ट फुड खाँदैछौँ है। पुरो अन्डरग्राउन्ड मार्केट हो। घुम्दा भोक लाग्यो खानु त पऱ्यो नि। त्यही होइन साथी हो खानु पर्छ। यो अन्डरग्राउन्ड हो। अहिले हामी ग्राउन्ड फ्लोरमा छौँ। अब हामी लटरीको टिकट काट्न जाँदैछौँ। लटरीको टिकट त्यसपछि म तपाईँहरूलाई अन्डरग्राउन्ड बेसमेन्ट 2 तल्ला तल देखाउँछु है। ल यो हो लटरीको टिकट है। टिकट काट्नु पाला। सरले टिकट लिनुभयो कुन यो हो नि तपाईँको लिनुहोस् त। ल हाम्रो सरले अब कुपन खेल्नुहुन्छ उहाँ ब्रिज। अब यहाँ अब कति पर्छ है हाम्रो सरलाई है। ल अब हामीले यहाँ हेर्छौँ है। ल अहिले पऱ्यो भने म तपाईँलाई भिडियो बनाएर देखाउँछु है। ल टिकट काट्दै हुनुहुन्छ। ल काउन्टरमा जानुहोस्। ल दिनुहोस्। यता फर्केर दिनुहोस् है। यतादेखि लिएर ल दिनुहोस्। काउन्टरमा दिँदै हुनुहुन्छ हाम्रो सरले। टिकट किन्दै हुनुहुन्छ। अब यो टिकट उहाँलाई पर्छ है। ल हाम्रो यहाँ कुपन हेर्नु 34 है। अब यहाँ हाम्रो लटरी यहाँ हुँदैछ है। हामी अहिले ग्राउन्ड फ्लोरमा छौँ। यताबाट ब्याडमिन्टन ठाउँ छ। अब 2 तल्ला बेसमेन्ट तल जान्छौँ। मार्केट देखाउँछु तपाईँहरूलाई। नेपाली मार्केट हजुर बाट आएको। अहिले अब हामी अलिकति तल झर्दैछौँ सिँढी। अब हामी अलिकति तल आइसकेछौँ। धेरै तल होइन। कति अग्लो मान्छे हो। ल यो मार्केट हो। यो ठुलो मार्केट हो कुन्जम। अब हामी अन्डरग्राउन्डबाट तल जान्छौँ है। एलिभेटरबाट तल जान्छौँ हामी। यता पनि पुरै मार्केट छ उताभित्र। एलिभेटरबाट तल जान्छौँ हामी। यता जाऊँ यता तल जान्छौँ हामी। मार्केट घुमाउनु लाग्छ क्या। यता मार्केट छ कपडा छ। हेर्नुहोस् है। अब तपाईँलाई म एक राउन्ड मार्केट देखाउँछु। मार्केट हो यो। मार्केट ठुलो छ है सर। मार्केट यता नि मार्केट छ यता नि मार्केट छ। सबैतिर मार्केट छ। यो मैले उहाँहरूलाई देखाउनलाई ल्याएको क्या तल। दामी छ हो। 40 युरोको रहेछ है। दामी छ। फिलाको सुजहरू दामी छ। फिलाको सुज माथि आयौँ है। अन्डरग्राउन्डबाट माथि आयौँ। तपाईँहरूलाई नेपाली मार्केट देखाउँछु। यहाँ मोमो चाउमिनहरू सबै पाउँछ है। यहाँ चाहिँ स्टोरमा पाउँछ। यहाँ स्टोरमा बर्गर पाउँछ सबै। यहाँ पिज्जाहरू हेर्नुहोस्। हेर्नु उहाँसम्म छ पसलहरू। जान्नु त उहाँसम्म। भित्र पनि रहेछ है। सुजहरू घडीहरू दामी घडी छ यहाँ। कपडाहरू। अब म नेपाली मार्केटमा लैजान्छु तपाईँहरूलाई। नेपाली मार्केट हामी बुद्ध मार्ट आयौँ है। बुद्ध मार्ट यो बुद्ध मार्ट नेपाली मार्केट। यहाँ नेपाली चाउचाउहरू सबै पाउँछ। है। हेर्नुहोस् यहाँ सबै पाउँछ। नेपाली चाउचाउ अहिले चाउचाउहरू करेन्ट चाउचाउहरू
तेल नुन मसला आइटमहरू सब पाउँछ है यहाँ। हरियो खुर्सानीहरू थियो तर अहिले सकिएछ। दालहरू मरमसलाहरू खुर्सानीको धुलोहरू के चाहियो। यही हो जाग्रेबको रौनक। अब म तपाईँहरूलाई नेपाली मार्केट लैजान्छु। नेपाली चिकन चिल्ली के भन्ने छ नि, यो नेपाली मार्केट हो। यहाँ मोमो चाउमिन सबै चिज पाइन्छ है। हेलो हेरौँ न यहाँ के पाउँछ। हेर्नुहोस् यहाँ के छ। मोमोलाई कति 7 युरो अरे झोल मोमोलाई। बिफ मोमोलाई 8.5 अरे। अनि के छ यहाँ चाउमिन सबै छ। चटपटहरू पनि रहेछ है। चटपट पनि छ है। सबै चिज छ है यहाँ। मोमो आयो है मोमो। अब हामी मोमो खाने हो। यहाँ चाहिँ पिरो, यहाँ चाहिँ पिरो। अब हामी मोमो खाने है ल। मोमो खाएर टन्न भएर हामी अहिले निस्कियौँ। अब हामी बाहिर निस्किन्छौँ। सरी बाहिर जान्छौँ। अब पानी परिरहेको छ, चिसो छ मौसम। ल मेरो भिडियो यसो हेरिदिनुहोस्, लाइक गरिदिनुहोस्, कमेन्ट केही छ भने कमेन्ट गरिदिनुहोस्। ल अहिलेलाई धन्यवाद। फेरि अर्को भिडियोमा भेट हुन्छ ल। ल हेर्नुहोस् पानी परिरहेको छ बाहिर, कसरी जाने हो। अब जाडो चिसो छ। मोमो खाएर तातो त भयो। अब एकछिनलाई तातो भयो। अब एकछिनपछि के हुन्छ है। ल यहाँको सबभन्दा बढी चल्ने ब्रेड। जताततै ब्रेड। ब्रेड। हेर्नुहोस् मार्केटहरू। ल थ्याङ्क यू, बाई बाई, धन्यवाद।